हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी मनोकामना जाने भनेर हिँडेको। यो चाहिँ बिहानको समय, हामी चाहिँ बिहान छिटेर निस्किने भन्दै पनि ढिलो भयो। अनि हामी चाहिँ अहिले बाटोमा जाँदैछौँ, घाम पनि देखिन लागे। हामी चाहिँ मनोकामना दर्शन गरेर नि बन्दीपुर भ्याइयो भने बन्दीपुर पनि घुम्ने भनेको। अनि हामी मनोकामना पनि गेट पुग्यौँ। हामी जाँदाखेरि चाहिँ गेट पुरै खुलेको थिएन, जस्ट टिकट लिने ठाउँ मात्रै जान पाइँदो रहेछ। अनि हामी चाहिँ जाँदैछौँ होइन। अनि त्यसपछि यो छ नि, यो ठाउँमा चाहिँ सानोमा दाइको र मेरो फोटो छ कि यो ठाउँमा बसेर खिचेको चाहिँ। अनि भिड पनि ठिकै थियो हामी जाँदाखेरि चाहिँ। बाबाले केबुल कारको टिकट लिँदै हुनुहुन्छ। अनि यहाँ चाहिँ दिदी र म चाहिँ फर्स्ट टाइम यसरी लामो टुर फर्स्ट टाइम हिँडेको कि दिदी र म चाहिँ सँगै, रमाइलो भएको थियो। अनि बाबुले पनि के गर्दैछ, म भ्लग बनाउँछु भनेर माग्दैछ क्या फोन चाहिँ बाबु। अनि हामी यहाँ लाइनमा बसेर हामी पनि अब केबल कार चढ्ने ठाउँमा भित्र नजिक आइपुग्न लाग्यौँ। बाबुले चाहिँ यहाँ एउटा स्क्रिन बोर्ड देखेर चाहिँ ठुलो मोबाइल भन्दैछ कि यसलाई चाहिँ है। अनि हामी पनि यहाँ टिकट देखाएर चढ्न लाग्यौँ। अनि त्यसपछि हाम्रो पालो आयो। अनि त्यहाँपछि बाबुले फेरि मोबाइल दिनु भन्दैछ। मेरो मोबाइलमा फेरि चार्ज यति कम थियो, अनि चार्जर पनि लिएर जान बिर्सेको फेरि है। हामी चाहिँ मनोकामना मन्दिर पनि आइपुग्यो। यहाँनिर चाहिँ हामीले जुत्ता चप्पल खोल्यौँ र मनोकामना माताको दर्शन गर्न गयौँ। आज चाहिँ यति भिड थियो कि म यत्रो 4-5 चोटि आइसकेँ होइन मनोकामना, तर आजको जस्तो भिड चाहिँ मैले अहिलेसम्म देखेको थिइनँ कि। त्यतिसम्म भिड थियो होइन। लाइन त यति धेरै लाइन देखेरै दङ्गै पऱ्यो कि म चाहिँ। आज नवमी पनि शनिबारको दिन नवमी तिथि होइन, त्यही भएर पनि होला। अनि हामी चाहिँ मन्दिरमा अनि लाइन बसेर गर्न चाहिँ सकिएन, यति भिड थियो। अनि बच्चाहरूलाई पनि लिएर गएको फेरि। अनि त्यही भएर हामीले चाहिँ बाहिर नै दर्शन गऱ्यौँ मनोकामना माताको। अनि यहाँ चाहिँ हामीले टिका लगायौँ, यहाँको बाबाहरूको हातबाट पनि टिका लगायौँ। अनि यहाँ चाहिँ बाबुले पनि टिका लगाए होइन। अनि यहाँ चाहिँ परिवारलाई चारा दिने ठाउँ चाहिँ अहिले छुट्टै रहेछ कि, अहिले व्यवस्थित तरिकाले छुट्टै बनाएर रहेछ। अनि हामीले चाहिँ पूजा सक्यौँ। बाबुले चाहिँ परेवा समात्छु भनेर परेवा समातेर आएछ कि बाबुले चाहिँ। म पनि समात्छु। र हामीले यहाँ फ्यामिली फोटो पनि खिच्यौँ। अनि हामी बन्दीपुर लाग्यौँ। बन्दीपुर चाहिँ यस्तो रहेछ, यहाँ चाहिँ फर्स्ट टाइम आएको। पिकनिक खान चाहिँ कति आइएको थियो, तर हामी चाहिँ यो बन्दीपुरको बजार भनेर चाहिँ हेर्न कहिल्यै आइएन कि। अनि यहाँ चाहिँ मैले फोटो खिचेको, अनि दिदीले चाहिँ अलिकति भिडियो गर्नुभयो रहेछ यहाँ चाहिँ। अनि अलिअलि टिकटक पनि बनायौँ। फोटो भिडियो खिचेर हामी पनि बन्दीपुरबाट फर्कियौँ। त्यहाँ चाहिँ मान्छेहरू चाहिँ धेरै नै थिए। मान्छेहरू जस बन्दीपुरमा पनि भिडै थियो। बाबु पनि आमाको हात समाउँदै हिँड्दै। मलाई यहाँ चाहिँ एउटा कुरा हजुरहरूलाई देखाउनु मन लाग्यो कि, यो चाहिँ दमौलीको पुल होइन। यसमा चाहिँ ठुलो प्रोजेक्टमा चाहिँ पुल चाहिँ बन्दै रहेछ कि। यो चाहिँ एसियाकै नमुना पुल बनाउने भनेर चाहिँ ठुलो प्रोजेक्टमा चाहिँ यो बन्दै रहेछ है। कस्तो राम्रो हेर्दाखेरि है, अझ यो पुरै बनिसकेपछि अब कस्तो देखिएला। दमौलीमा छ यो चाहिँ, हेर्नु न कति ठुलो छ के। अनि हामी चाहिँ घर फर्कियौँ। बाई बाई।